हो त अनि वर्ष दिनसम्म गरेकोले गर्दा राम्रो के जति पनि लैजाऊ यो ल्याएको सजिलो हुन्छ भनेर यहाँ एउटा जजमानका थियो भने भनेका थिएँ कतै लया चाहिँ छैन भने छैन गुरुबा भनेर लिन आउँछ हामी भनेर पाइँदैन हाम्रो यहाँ अस्ति यो असारबाट 71 हो र भने हजुर कान्छे हुनुहुँदो रहेछ
यो बोतामा धुलो पारेर बल्छ नभए अब हामी छौँ नि यहाँ हुन्छ त्यो यो सबै टपरीमा सबैमा जानु एक होला हो उता त्यता राखेर छोरीले छोरी उता भ्याउने उया राख्यो फेरि माग्नु पर्यो त्यो दौती राख्छु यहाँ वरिपरि त राखेर मेरो उ त्यो झोला दिनु न एउटा के चाहिन्छ के यता दिनु यता भन्नुभयो हुन्छ पुग्छ अब केही गरी बढी गयो भने घरमा बाल्न हुन्छ
तिमीले काट्यो भने सबैले टाइम पास नि हुन्छ हजारवटा काटेपछि दिन जाने के टाइम पास म त हजार नि के चाहियो 500,000 काटेपछि दिन गयो अनि 3 बजे खाजा खायो अनि टाइम गयो के अलिकति सिमेन्टी व्हाइट सिमेन्टी यसो दल्दियो भने एकदम राम्रो बन्छ अलि पल ठुलो भयो अलि पल ठुलो भयो यहाँ भएपछि मैले ल्याउनु पर्दैन त्यहाँमाथि महिना पनि बाल्ने घुमाउने उता राख्ने उहाँ गुरुबाहरूलाई खार लाग्छ एउटा डालो ल्याउनु न फलफुल डाला हाल्न हुन्छ अलि बाह्र भात ल्याउन खुवाउनु पनि हुन्छ एउटा डालो ल्याइछु किन भाउ त्यही भएर आश्रममा बसिया छिटो गर्छन् मैले त 2 वर्ष जति भोट छोडेँ मैले यहाँ अनि म चाहिँ गए पनि यस्तै खम्बा गाड्दै तल जान्छु म हुन्छ हामी गर्छौँ वर्षी 18 गतेलाई मारा मार्थ्यो त आनन्द भयो सिद्धहरू परेर देवली जजमानका अरूप दाइ अनि अनि गोदान गर्दा त अब 1000 हाल्नु भने 100 देखि हाल्दैन केटा म
म जन्ती गाठामा मान्छेहरू चाहिँ केटाको नि केटीको नि त्यो कन्यान दिनु अर्को साथीलाई नि धेरै मैले बोलिदिने कुरा आएर जन्तीपट्टिको है त्यो मुडे आउँछ बोल्नै भयो हामी त बोल्नै भएन नमोदराय ल्याउनुहोस् रक्षाबन्धन ती अगाडि छ हिजो तोरण तलबाट ल्याउनु पर्छ तलबाट ल्याउनु पर्छ हिजो गरे त त्यो चाहिँ अहिले सकिन लागेपछि उनीहरू ल्याउने होइन धेरै पठाएर चाहिँ हालिदिएको एकवटा हालिदिएको धेरै पठाएर मलाई एउटा टपरी फाल्दिस्यो न नाम सर्वडो अहम मम अस्मात् मध्यम नाम सर्वडो अहम सपत्ति सहित अहम मम साइल अहम मम अनिष्ट सपत्ति सहितायाम अहम मम अस्मात् सर्वडं भगवान पितृमुक्ति कामनार्थं दारादि समस्त 21 कुलचित्र दारादि श्रीमद् भागवत एकाः पाठ पारायण कामकर्मणिकं एकं स्थापित पूर्णादि कामकर्मणिकं लक्ष्यवर्तिकाति प्रजलं कामकर्मणिकं कर्मणिकं तद्यः मनवाञ्छ फलप्राप्तिकामनायां कामनायां तद्यसाज्य भागास्येनं देवेन देवी गणपति पञ्चलोकपाय नमिनकायनं पञ्चलोकपालाय सूर्यादि नवग्रहदेवताय ईश्वरादि दुष्टदेवताय नमः प्रधानदेवताय नमः
ध्रुवासी देवताभ्ये नमः आवाहनं विनायकं ब्रह्मा विष्णु रुद्राक्ष प्रधान देवताभ्ये नमः तत्त्वचक्षुषे नमः वयपञ्चभ्ये नमः षड्विष्णुभ्ये नमः द्वादश देवताभ्ये नमः द्वादश शान्तिभ्ये नमः षड्भागेभ्ये नमः षड्भागेभ्ये नमः षड्भागेभ्ये नमः सत्याभ्ये नमः पञ्चभागिनः पञ्चेन्द्रिये नमः पञ्चवरुणे नमः गायत्री आवाहनं ततो चैव दिव्यादत्तं भगवतं भूमिदेवो भगवतो चैव दिव्यादत्तं मनसायां सर्वदेभ्यः सहस्रशिखा सहस्रपुरुषा सहस्रनामादत्तं मनुषाणां सर्वदेभ्यं लक्ष्मीदेवो भगवतो चैव दिव्यायं शरणो गतः पवित्रं मनसानां सर्वदेभ्यं प्रसादं मया दत्ति सर्वदेभ्ये सुखी भव। ल अब मान्छे बोलाउनु साथीभाइ अङ्कलहरूको सबै पूजा पाठ भयो पूजा पाठ साँचो ला माथि जानु पर्यो एकजना पहिला जाऊ माथि न समाति गर्नु हुँदैन है अविनाश त्यो टुप्पो त सँग जाऊ गर माथि गर नभए डोरी बाँधेर अनि उठाउँछ है एकछिन पखे उठाउँछ घरभरिको भने माथिबाट गर माथिबाट हो अझै माथि अब अलिकति छ अब यहाँ माथि माथि आफ्नै बारीको फल हो चलाउनु मिल्छ आफ्नै बारीको फल हो आफ्नै बारीको ल राम्रै देखिन्न माथि बाँधिदिनु नि आफ्नै यहाँबाट आलाई त्यही हो नि त हावाले हाल्दैन नि त फेरि हावाले हाल्दिन गरे नि त गाडीको हाल्दा हाल्दैन नि धन्यवाद चाहिँ दिनु पर्यो
चढाउने बस्ने नचढाउने नि त्यही खायो त्यसो गरेर
सबैमा चढाउ त्यहीबाट चढाइदिनु यसरी बजानी भयो सबै यहाँ बिचा दिनु अलि बजाउन जाने खाने सबले बजाइन्छ अलि बजा भन्छ न एक कान्छीले बजाउँछ न रे अलि छिटो हिँड भाइ अलि छिटो हिँड न बाबु यो उता ढलेको हो ये तो जाने अब ये
आफै जान्छ नि त भयो हजुरलाई सबैलाई नमस्कार। आज मिति 2082 साल मङ्सिरको 16 गते जिल्ला काठमाडौँ चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 7 नमुना बस्ती बस्ने हाम्रो पुष्प छिमाल दाजुको ममतामयी आमा सरस्वती छिमालको 2082 सालमा चाहिँ मृत्यु भएको थियो। आज उहाँको वार्षिक तिथि पर्न गएको छ। उहाँले घरमा सम्पूर्ण विधिअनुसार चाहिँ धार्मिक परम्परा अनुसार एघा लगाउनु भएको छ। सो एघामा प्रसाद ग्रहणको लागि चाहिँ आफ्नो नातागोता आफन्त शुभचिन्तक छरछिमेकी सबैलाई बोलाउनु भएको छ। हामी पनि यसै टोलवासीको नाताले हामी चाहिँ थोरै सहयोग पनि गर्ने र प्रसाद ग्रहणको सिलसिलामा पनि हामी उपस्थित भएका छौँ। र म यसै अवस्थामा चाहिँ हाम्रो ममतामयी आमा दिवंगत आमा सरस्वती छिमाललाई सम्झिन चाहन्छु। म अत्यन्तै मिलनसार एकदम मृदुभाषी र सबैजनासँग चाहिँ बोलचाल गर्ने र छरछिमेकीमा राम्रो सम्बन्ध राख्ने एउटा हाम्रो पनि अभिभावक हुनुहुन्थ्यो। उहाँलाई हामीले गुमाउन पर्दा साह्रै दुःख लागेको छ र उहाँको स्वर्गमा बास होस् र उहाँलाई म हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। धन्यवाद। प्रभाडेश्वर महादेव श्री भालेश्वर महादेव पशुपतिनाथ भगवान की जय, माता की जय, जननी की जय, राष्ट्र नेपाल की जय, कर्ता का कुल पितृदेव भगवान जय। ओम नमः पार्वती पतये हर हर हर। अलिकति ल्याउनु थोरै सानीमा यता 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 दिनु। तिल सबैले ल है बुहारीहरूलाई नै बोलाइदिनु भयो हुन्छ नि। तिलो अलि भयो नि अनि छैन उता छ पोको तिल उतै त होला नि खाएर जा खाएर समय लाग्छ रे ल्याउँदै यताको दिनु अरे अलिकति काजी दिनु होइन क्या
त्यसै चढाउनु यसो गर्नुपर्छ है हेर्नु त त्यो तिल खसाल्दा नि यसरी यो कान्छी औँलो र चोरी औँलो यसो गर्ने अनि यता यसरी यसो 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 गरेर खसाल्ने है ल ल सुरु गर्नु है कान्छी औँला नछोइसक्यो यो र यो नछोइकन चढाउनु रे क्या यो बाउडिन्छ भने यसो गर्नु न हातले अनि यसरी चढाउनु त हो ल मुसेले दिन्छ आइडिया जगिरे तस्मात् तस्मादजायता तस्मादस्व अजायस्तदेकेतो मया ततः गावो हजगिरे तस्मात् तस्माजाता अजावया तं जगम्बरेकि प्रोचन पुरुगञ्जातमरतः तेन देवा अयजन्त साध्यारिकय सदि जद्पुरुकं व्यदतुः कटिदाव्यकल्पयन्नामुकाङ्गिमस्यासि किं बाहो किमूरो पादा उचेते ब्राह्मणो मुखमासीत् बाहो राजन्यः कृतः ऊरो तदस्वैत्यः पद्भ्या गुण्ठोत्रो अजायता चन्द्रमामनशोधातकृतो सूर्यो अजायता श्रोत्राधाय सपाणि सम्मुखात् निरजायता नाभ्या आसीदन्तरिक्षकोशेश्वरो भूमिदशास्त्रोता तथा लोकान् कल्पयन्ना चतुर्गेणाविका देवा जगवतन्वता वसन्तोषास्विता चङ्ग्रीग्मैद्मः सतवेः सदा शासन् परितैत्रिः सप्तसमिताः कृताः देवा जगदन्तर्वाणा अवदत्पुरुकं वसुमाजमेह देवानि धर्माणि प्रथमान्यासन्नस्ते अनाकं महिमानः स्वतन्त्रतपर्वे साध्याः सन्ति देवाः ओम नमो भगवते वासुदेवाय त्यो हातमा भएको सबै त्यही दुना चढाऊ ल अब यहाँ नजिक उनले यो यी खनाइसक्यो डबल गरेर